हेलो हेलो नमस्ते सम्पूर्णमा मेरो सानो मिनी भ्लगमा स्वागत छ सम्पूर्णलाई। आज चाहिँ म हैन साथीहरुसँग मिलेर जंगल घुम्न जान लागेको। सो म चाहिँ मेरो रुमबाट चाहिँ हिँडिसक्यो अनि यस्तो 12 बजेको घाममा हिँडिरहेको छु। सो साथीहरु रेडी हुँदैछ, साथीहरुलाई लिएर जाने हो। भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला है, किनभने लास्टै घाम लागेर चिम्रो भइरहेछ। म साथीहरुलाई पनि देखाउँछु किनभने म उता माथिको घरमा बस्छु, त्यहाँ माथि छ घर, हेर्दै गर्नु होला ल। म चाहिँ जंगल हिँडेको मान्छे यति राम्री भएर हिँडेछु भनेर गाली गरिरहेको मेरो साथीहरु। यस्तो छ हाम्रो ठाउँ, हामी बस्ने ठाउँ। सो हामी चाहिँ जंगल आइपुग्यो। दाइ दिदी हेर्नु गाउँको आइसेलु। झन्डै यस्तो दामी राम्रो ठाउँ हो जंगल है। हेर्नुस् हामी त जंगल आइयो, यस्तो राम्रो ठाउँ। ठ्याक्कै हेर्नुस् यस्तो राम्रो गाउँ छ, गाउँ अनि गाउँ जस्तै जंगल। मेरो दिदी यता मेरो दिदी दाइ हो मर्यो साथीहरु। यस्तो ठाउँमा आइपुग्यो हामी। यो चाहिँ फुटबल ग्राउन्ड। ठ्याक्कै मलाई गाउँको याद आयो। गाउँमा यस्तै हिँड्थ्यौँ, दुःख गर्थ्यौँ नि त साथीहरु। त्यही भएर आज चाहिँ हामी रहरले घुम्न आएको, हामी छिमेकी सबैजना मिलेर दिदीहरुसँग। सो एकदम सास बढ्यो उकालो बेसी भएर अहिले चाहिँ यहाँ ग्राउन्डतिर हिँड्नु परिरहेछ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ हैन, सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला है। मेरो हालत यस्तो छ उकालोमा हिँडेर, हानबर खानेकुरा हैन। हेर्नु गाइस हामी कफल खान आएको।